हाम्रो दुईजना पार्टनर भाल्चे सिङ्ला मानेको पार्टनरहरू दुईजना यहाँ छाता उडेर बसिरहेको छ। अहिले 7:30 होला। यहाँ हामी माछा पोखरीमा बस कुरेर बसिरहेको छौँ। आजको हाम्रो यात्रा चाहिँ यहाँबाट माछा पोखरीबाट भाल्चेसम्मको हुन्छ। लगभग 2 बजीसम्म त्यहाँ पुर्याउँछ भन्ने कुरा भएको छ। हेरौँ कतिमा पुग्छ। 2.5 आवरमा चाहिँ हामी अहिले त्रिशुली आइपुगेछौँ। यहाँ अब डिरेक्सन म्यापहरू छ, किलोमिटर डिस्टेन्सहरू लेखेको छ। यहाँ चाहिँ अब खानाको लागि रोकेछ। 2:30 होला। अहिले चाहिँ यो किस्पाङको काउले भन्ने ठाउँ आइपुगेछ। यहाँबाट तल त्रिशुली नदी पर्छ, त्यो खोजमा त्यहाँबाट आयो। यस्तो छ वेदर आजको। अहिले चाहिँ यो अगाडि देखिरहेको किस्पाङ पोखरीको माने यतापट्टि साइडमा छ। हामी बसकै साइडमा छौँ। सामान झार्दै पनि छन्। यो नि एउटा यहाँको मेजर एट्र्याक्सनको रूपमा लिन सकिन्छ। यो चाहिँ किस्पाङ पोखरी अगाडि देखिरहेको छ। किस्पाङ पोखरी यो चाहिँ भाल्चेको बजार क्षेत्र। अहिले 4 बज्यो। हामी माछा पोखरीबाट 8 बजे हिँडेको। बाटो त्रिशुलीमाथि चाहिँ अलि रफै थियो, तर त्यस्तो धेरै अप्ठ्यारो नै होइन। अब पानी परिरहेछ। छाता ओढेर माथि गोङ्गा भिलेजमा आज बस्ने कार्यक्रम छ। यो बसमा आयो। दाइहरूलाई विशेष धन्यवाद है दाइ। ल थ्याङ्क यू दाइ। ल पछि भेट्दै गरौँ है। ल अनि यही बसमा आयो। अब यहाँबाट चाहिँ हामी निक्ल्यो। यो चाहिँ भाल्चे साथीहरू अगाडि छन्। एउटा यहाँको लोकल भाइ साथी नि भेट भएको छ। म माथिसम्म जाने। पानी चाहिँ मजाले परेछ ल है। दिउँसभरिको ड्राइभ पछि अब चाहिँ हाम्रो लिटल आजको थोरै 2-3 घन्टाको ट्रेक चाहिँ सुरु भयो। वेदर चाहिँ यस्तो फगी भएको छ। पानीले पुरै फगी ल्याएको छ। मजाको भएको छ। ल यो किस्पाङ रुरल म्युनिसिपालिटीको टुरिस्ट नोटिस बोर्ड रहेछ, तर फेड भइसकेको छ। भाल्चे, रुप्चेत, सिङ्ला, सेरतुङ चाहिँ टोटल 31 किलोमिटर रहेछ। अब हाम्रो यहाँबाट ट्रेक बिगिन भइसक्यो। अगाडि बढ्दैछौँ। मकैबारी झ्याम्मा छ। यस्तो केटाहरू अगाडि पुगिसक्यो। यहाँ हाम्रो एकजना साथी हुनुहुन्छ यहीँकै लोकल। म उहाँसँग थोरै यो ठाउँको बारे जानकारी लिँदैछु। ल यसो यो भाल्चेको यो भेडा फार्म टावर यताउति यो जल्जे एरियाको बारेमा भनिदिनुहोस् ब्रदर। यो चाहिँ अब जल्जे खोला भयो। यो टावर पछाडि 500 खोला भेडा फार्म छ। यहाँ पछाडि सानो पोखरी छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले चाहिँ मौसम अलिकति खराब छ, कुहिरो छ। त्यही नै हो है। अब यहाँबाट हामी रुप्चेतको लागि माथितिर लाग्नु पर्यो होइन? यो बाटो उकालो लाग्नु पर्यो। ल हुन्छ हस्। ल थ्याङ्क यू है ब्रो। यो चाहिँ भाल्चे टपबाट देखेको दृश्य। हिँड्दैछन् साथीहरू जोसको साथ। अनि तल एकजना भाइ सिङ्लाबाट फर्किँदै हुनुहुन्छ। यो तल देखेको दृश्य यस्तो छ। भाइ हामीलाई डिस्क्रिप्सन दिँदै हुनुहुन्छ। यो तल भेडा फार्म यस्तो छ। यो यतापट्टि चाल्ने कि छाल्ने भन्थ्यो भाइले। यतापट्टि साइडमा
यो चाहिँ भाल्चे टपमा जाँदैछौँ हामी 3.5 आवर मजाले हिँड्यो अहिले 6:30 हुँदैछ 6:20 भयो यस्तो फगी छ पुरै दायाँ बायाँ झर्नै झर्न छ यहाँ चाहिँ हाम्रो खाजा ब्रेक भइरहेछ अब यहाँ घरबाट ल्याएको खाजाहरू चाउचाउहरू कुकिजहरू दालमोठहरू यहाँ खाजा ब्रेक छ अब चाहिँ यहाँबाट बाटो हिँडिन्छ यो अगाडिको बाटो अझ 1 घन्टा जस्तो हिँड्नुपर्छ हामी 7 बजे 7:30 मा चाहिँ गोङ्गा पुग्छौँ होला लेट्स सी ल है त गाइस अहिले फाइनल्ली हामी गोङ्गामा आइपुग्यौँ अहिले 8:30 भयो झन्नै हामीलाई त 5 घन्टा पो त लाग्यो लाक्पा दाइ गोङ्गामा होटल व्यवसाय छ यहाँको उहाँको हैन सानो सेवा एकदम सानो होइन यो 5 स्टार भन्दा कम छैन यो यहाँको लागि हैन यहाँ आएपछि थाहा हुन्छ हैन कति वर्ष भयो त यहाँ मैले यहाँ बसेर 10 वर्ष भयो 10 वर्ष भयो है हजुर भयो ए अनि यो अहिले जनै पूर्णिमा यो माने मेलामा चाहिँ अलि प्याक हुन्छ कि अरू धेरै आउँछ कुन सिजनमा हुन्छ त यहाँ मान्छे यहाँ मान्छे सधैँ आइरहन्छ टाइममा यो हिउँ हेर्न आउँछ घुम्न आउँछ सिङ्ला घुम्न आउँछ फिब्रे घुम्न आउँछ भागु यहाँ त सधैँ आइरहन्छ टोलीहरू हो है हजुर अनि दाइको पहिलेदेखि बसोबास जन्मथलो यही हो कि कहाँ नै 10 वर्ष यहाँ हो पहिला त म घरमै थियो घर चाहिँ कहाँ मेरो किस्पाङ किस्पाङै भनौँ न किस्पाङमा ए ल अहिले तपाईँ र भाउजू चाहिँ यहाँ बस्नुहुन्छ हजुर ए ल खुसी लाग्यो दाइ लामा दाइकोमा हामी यहाँ दाल भात तरकारी ड्यामका ड्याम हान्ने दाइले पस्किँदै हुनुहुन्छ तातै छ खाना च्याउ छ यहाँ मसरुम होला त्यो चिकन च्याउ होला हो दाइ हजुर यस्तो छ रमाइलो छ दाइले खाना पसिनु राम्रो छ यो गङ्गा गाउँको प्रत्यक्ष प्रसारण हो अहिले बिहानको 5 बज्यो अनि भाल्चे यहाँ तल भाल्चे भयो यहाँबाट झन्डै 5 आवर्समा चाहिँ यहाँ आइपुगिँदो रहेछ हामी हिजो यही वे भएर आयौँ यो वे भएर यहाँ ठ्याक्क यहाँ गङ्गामा चाहिँ कटेजहरू छ सेल्टरहरू छ खाना बस्न सुविधा छ यहाँसम्म आइपुग्यौँ यतापट्टि रसुवाको माउन्टेन रेन्जहरू पऱ्यो त्यो देखिरहेको छ माउन्टेन रेन्जहरू अनि यहाँबाट रूपचेतको लागि यो बाटो जानु पऱ्यो अनि यता माथि यो साइडमा चाहिँ रूपचेत खर्क पऱ्यो अनि त्यहाँबाट फेरि 2 आवर्स प्लसमा चाहिँ सिङ्ला माने पुग्न सकिन्छ अब यहाँबाट चाहिँ हामी रूपचेतको लागि मुभ हुँदैछौँ हस् त ल आधी घन्टाको उकालो उक्ल्यौँ हामी ठाडै उकालो छ माउन्टेन रेन्जहरू देखिरहेछ यो उता गोसाइकुण्ड रेन्जहरू तिनीहरू लाङटाङ रेन्जहरू अनि बाटो चाहिँ मजाको क्लिप छ यहाँ अगाडि एउटा सेल्टर पनि रहेछ गोठ छप्रू अनि क्लिप चाहिँ यस्तो छ हामी रूपचेतको लागि अन द वे नै छौँ हाम्रो गाइजहरू पछाडि फोटो लिँदै हुनुहुन्छ सरहरू पछाडि हिँड्दै हुनुहुन्छ यस्तो छ ट्रेलको अवस्था जानुपर्ने अझ माथि छ ट्रेल जङ्गल आऊ यो सेक्सनको राम्रो ठाउँ खुल्ला ठाउँ जुनिपर टोपीको बोटहरू आएको छ तलपट्टि पुरै फगी छ मजाको रहेछ जाँदै अन द वे बाटोमै यहाँ यस्तो अवतार क्लिफहरू रहेछ यस्तो अवतार क्लिफ छ
अब यो क्लिफ सनक्कै चढ्न पर्ने रहेछ अनि रेलिङहरू राखेर रहेछ सेफ्टीको लागि रेलिङहरू छ क्लिफै छ यो क्लिफै चढ्न पर्ने छ अझ फगी भएर अझ क्लियर देखाएको छैन माथिको क्लिफहरू नत्र एकदम अवतार मुभीको क्लिफहरू जस्तै छ ल माथि पुग्नु पर्यो 2.5 आवरमा चाहिँ तल गङ्गाबाट यहाँ यो माने सरी भन्ज्याङमा आइपुग्दो रहेछ यहाँबाट चाहिँ अब रुप्चेतको लागि हेडिङ हो त गङ्गाबाट हिँडेको 3 घन्टामा चाहिँ अहिले हामी रुप्चेत खर्क आइपुग्यो यो चाहिँ रुप्चेत खर्क माथि माथि क्लिफ पुरै हुसुलाएको छ क्लाउड छ अहिले चाहिँ हामी रुप्चेत खर्क आइपुग्यो मजाको ग्रासी ल्यान्ड रहेछ फुलहरू फुलेछ यस्तो छ यो चाहिँ रुप्चेत खर्क यो टेन्टेटिभ झन्डै 38 100 मिटरको सी लेभलमा छ एलिभेसनमा छ यो चाहिँ रुप्चेतको छाप्रो गोठ यहाँ चाहिँ अहिलेलाई एउटा हजुर हजुर माथि माथि लाग्नु पर्यो है तासिदेले दाइ तासिदेले नमस्ते ए नमस्ते यहाँ चाहिँ रुप्चेतको गोठ एरिया यस्तो छ यहाँबाट अब यो रेन्जमा माथि जानु पर्यो हामी यो चाहिँ WFP को सपोर्टमा भएर रहेछ सिङ्ला पासको रुट सर्किट यहाँ चाहिँ गुङ्गे भन्ज्याङ सिङ्ला पासको डिरेक्सन म्याप छ अनि हामी माथि जाँदैछौँ यहाँबाट 2 घन्टा जस्तो लाग्ला कि नर्मल्ली टेन्टेटिभ है यो चाहिँ छिनमै हुस्सु आउँछ छिनमै खुल्छ यो तलको रुप्चेत भ्याली रुप्चेत खर्क माथि पुग्नु छ बाटो यस्तो गरेर यो पोइन्टमा यो इन्डमा निक्लिन्छ त्यो पोइन्टमा त्योबाट फेरि माथि लाग्नु पर्यो हाम्रो सरहरू नि तल पाल्चेको सरहरू आउँदैन छ सँगै साथी भइया छ अब यहाँबाट हामी 1-2.5 घन्टामा माथि पुग्छौँ 1-1.5 घन्टा लाग्छ हजुर सिमसिम पानी पर्यो अहिले चाहिँ फेरि पानी पर्यो सिङ्लाबाट फर्किँदै हुनुहुन्छ दाइहरू फर्किँदै हुनुहुन्छ एकछिन ट्राफिक भएर माथिबाट फर्किने मान्छेहरू हुनुहुन्छ त्यो कारणले गर्दाखेरि भेडाहरू देखिन थाल्यो है अब चाहिँ हामी नजिक आयो सिङ्ला मानेको अब यहाँबाट यो उकालो चढ्नुपर्छ ठ्याक्कै मेला भरेर फर्किनेहरू छ उतातिरको आउने जाने क्रम चलिरहेछ तर पुरै फगी लागिरहेछ उकालो छ यहाँबाट चाहिँ अझ यो उकालो कटेर अर्को उकालो छ भन्ने कुरा भएको छ हेरौँ है कति समय लाग्छ हिँडिरहेछौँ अब म्याक्सिमममा आधी घन्टामा पुग्छ होला हेरौँ त्यो सेक्सन अलिकति गाह्रो छ है पहिरो छ भिर छ भित्र च्यापेर आऊ तल पुरै खाइ छ फेरि समात्ने ठाउँ पनि छैन भित्र आऊ है तल हेऱ्यो भने त रिङ्गट लाग्छ झुम्मा लाग्छ म त कहाँ हेर्दै नहेर्कन आएको अब बिस्तारो ल पुरै खाइ छ
अब बल्ल चाहिँ झाँक्रीको आवाज सुनिन थाल्यो झन्डै 5.5 hours पछि हामी गोङ्गा भिलेजबाट सिङ्ला माने सिङ्ला देवी आइपुग्यो तर पुरै फगी छ वेदर चाहिँ केही देखेको छैन तर आइ चाहिँ पुग्यो है झन्डै 4000 एलिभेसनको 4000 क्रस छ 4100 जस्तो छ एलिभेसन यतिकोमा आयो तल पुरै नै खाइ छ है तलतिर फग लाएर केही देखेको छैन तर खुट्टा काम्ने खाइरहेछ क्लिप यस्तो छ आइपुग्यो यहाँ मेला भर्नेहरू हुनुहुन्छ भ्यू त देख्न पाएको छैन अहिलेसम्म अहिले पछि वेदर खुल्छ कि है एलिभेसन बोर्ड 42 मिटर माने नाचगान प्रोग्राम भइरहेछ सिङ्ला माने सिङ्ला देवी जय यहाँ चाहिँ झाँक्रीहरू पूजा गर्दै हुनुहुन्छ अब यहाँबाट झाँक्रीहरू नि निस्किने तयारी हुँदैछ अब हामी पनि यहाँबाट माचित खर्कको लागि निस्किन्छौँ अब झाँक्रीहरू सँगसँगै जाने प्रोग्राम छ हेरौँ के छ है के हुन्छ सिङ्ला मानेबाट चाहिँ अब हामी निस्किन्छौँ यस्तो छ करेन्ट वेदर अब सबैजना फर्किने तयारी हुनुहुन्छ यो बाटो गयो भने रुपचोकतिर गयो उता अनि यतातिर गयो भने चाहिँ तल गयो भने चाहिँ उता माचित खर्कतिर निक्लिन्छ अनि यो बेल्ट गयो भने चाहिँ फेरि रसुवा बेल्ट निक्लिन्छ यस्तो छ भाइहरू आउँदैछ पानी पर्न चाहिँ रोकेको छैन तलबाट फग यस्तो आएछ त यस्तो क्लिफ भएर हिँड्नु पर्ने रहेछ क्लिफमा भेडाहरू चरिरहेछन् मजाले भेडा चरिरहेछ छिनमै पानी पर्छ छिनमै खुले जस्तो हुन्छ है तल कता पानीको आवाज आइरहेछ पाटन एरिया छ है सर माथि मानेहरू पनि छ ग्रासील्यान्ड मजाको छ के ठाउँ सोतापाटन भने जस्तो छ यो पनि भन्ज्याङ पासेसहरू अनि थुम्का छ तल खाइ छ क्लिप छ दायाँ बायाँ दुवैतिर कहिले यता कहिले उता हैन केटाहरू अगाडि हिँड्दैछ माचित खर्कको लागि माउन्टेन रेन्ज चाहिँ आज देखेन बिहान देखेको थियो अहिले त अब यस्तो फगिम देखिने कुरा भएन जस यतिको पाटन एरिया चाहिँ देखिएछ अहिलेलाई यहीमा चित्त बुझाउनु पर्ने छ ल हेर्छु त ल अनि के चाहियो र यो भन्दा हैन ल यो आजको लन्च ब्रेक हाम्रो लन्च ब्रेकमा दालमोट त्रिशुलीको माछा घरको मुलाको र चुकन्दरको अचार जुस हैन अगरे अनि कफी अनि भ्यू यस्तो छ है तलतिर जानुपर्छ अब बिच बाटोमा अन द वेमा बसेर दिन लागेछन् हामी भोग लाएर ल है त यो चाहिँ मस्जिद खर्क पानी परे भएर पुरै फगेको छ गोठहरू छाप्रोहरू छ अहिले हामी माथि सिङ्ला पासबाट झन्डै 2 घन्टामा यहाँ तल ओह्राल्छ र अब यहाँबाट हामी सेर्तुङको लागि निक्लिँदैछौँ बाटो चाहिँ कन्फ्युजिङ रहेछ अलिकति आउँदाखेरि लोकलहरूसँग आउनु अथवा प्रोफेसनलसँग चाहिँ आउनुपर्ने रहेछ यहाँ नत्र बाटो त सबतिर उस्तै छ झुकिन्छ बाटो झुकिन्छ
हामी मस्जिद खर्कबाट चाहिँ निस्क्यौँ अहिले 4 बजे है। मस्जिद खर्कलाई बाई बाई गरेर निस्क्यौँ। उता सेर्तुङ जाने भाइहरू रहेछ, त्यो भएर लोकल ग्रुप पायो अनि त्यही भएर निस्किँला, नत्र बसिन्थ्यो। अब चाहिँ पानी परिरहेछ। यहाँबाट चाहिँ उता गणेश हिमाल को रेन्जहरू देखिन्थ्यो। अब अहिलेलाई पुरै फग्यो हो, मेबी नेक्स्ट टाइम है। यस्तो छ यो चाहिँ मस्जिद खर्क। मस्जिद खर्कबाट 2 घन्टा हिँडेपछि चाहिँ अहिले हामी यहाँ आइपुग्यौँ। के भन्छ बाबु यसलाई, यो झरना? भाइ चाहिँ यताकै लोकल हो, माथिदेखि हामीसँग सुमचेत खोला भन्दो रहेछ। यो एउटा चाहिँ रमाइलो रहेछ, पुल पनि रहेछ, भङ 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 गरेर चाहिँ बर्खा लाएर होला। अहिले 8:30 भयो। हामी माथिबाट 4:30 मा हिँडेको मस्जिद खर्कबाट। झन्डै 4.5 आवर्स जस्तो हिँडेपछि चाहिँ अहिले हामी मेनगाङ होटल एन्ड गेस्ट हाउस रुबी भ्याली 3 मा आइपुगेका छौँ। यो अगाडिको चाहिँ हाम्रो होटल आजको, भित्र बस्दैछौँ। अनि यहाँबाट चाहिँ भोलि हेडिङ टु काठमाडौँ हुन्छ कि हेरौँ कहाँसम्म पुगिन्छ। यहाँबाट बोराङसम्म हिँड्नु पर्ला जस्तो छ, गाडी यहाँ नआउने जस्तो कुरा छ। अहिले चाहिँ हामी ठ्याक्क होटल आयो, अब यहाँ बस्छौँ। यस्तो छ अहिलेको रिसेन्ट रुबी भ्यालीको कन्डिसन। अहिले बिहानको 7 बज्यो। सेर्तुङको अवस्था यस्तो छ है, पानी परेछ, रातभरि नि पानी पर्यो, केही खुलेको छैन वेदर। हिजो हामी यो बाटो आयो माथि उता मस्जिद खर्क कहाँ हो त्यस्तो छ। अब यहाँबाट चाहिँ हामी हिजो बसेको होटल यो हो। हिजो यहाँ बस्यो, केटाहरूको ब्रेकफास्ट भइरहेछ। अब यो ब्रेकफास्ट गरेर चाहिँ हामी चिया ब्रेकफास्ट गरेर चाहिँ अब बोराङको लागि हेडिङ हुँदैछ, निक्लिँदैछ 7 बजे। कति बजी पुग्छ बोराङ हेरौँ। बोराङबाट पेर्चो जानु छ, अनि पेर्चोबाट चाहिँ काठमाडौँको गाडी पायो भने काठमाडौँ जाने भन्ने सोच छ। मुसु सर लखर यो चाहिँ रुबी भ्याली सेर्तुङ। पानी परेछ, रातभरि पनि पानी पर्यो, अनि यस्तो क्लाउडी मौसम भएको छ। यतातिर पाल्दोर हिमाल अनि यतातिर गणेश हिमालको रेन्ज पर्थ्यो, देखिन्थ्यो। अहिले चाहिँ पुरै फगी छ बाटो चाहिँ होइन, पुरै बादल लड्ने भिड जस्तो रहेछ। यस्तो बाटोमा गाडी गुड्छ सेर्तुङ जानाल बोराङबाट। अहिले त चान्सै भएन रेनी सिजनमा त, हामी हाइवे नै मोटर बाटै हिँड्दैछौँ। यस्तो छ ल, तल छेउतिर जानै डर लाग्छ, पुरै बादल सरिरहेछ। केटाहरू अगाडि हिँड्दैछ ल, रुबी भ्याली है। भाइहरू लोकल दाइसँग गफ गर्दै आउँदै हुनुहुन्छ। यस्तो छ। अब यहाँबाट बोराङ 1 घन्टा जस्तो लाग्छ हुनेछ, हेरौँ कति समय लाग्छ। तल पारी खोला देखिरहेछ, त्यो आबु खोला होइन दाइ देखेको? आबु खोला। वेदर यस्तो छ। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल भनौँ। यस्तो छ। बाटो यस्तो छ। यहाँनिर चाहिँ बोराङ गाउँ पर्यो, यो साइडमा यो चाहिँ बोराङ गाउँ। अनि बाटो त ऊ पेर्चो जाने बाटो देखिरहेको होला, त्यो उत्त पर देखिरहेछ पेर्चो जाने। त्यस्तो छ, मजाले देखिरहेछ बाटोहरू चाहिँ। माथि देखिरहेको गाउँ बोराङ गाउँ। बोराङ गाउँमा मकै भाँच्ने टाइम भएर रहेछ, पुरै मकै भाँच्ने समय भएर रहेछ। पारी पेर्चोतिर जाने बाटो यो रुबी भ्याली उपत्यकाको ठाउँहरू यस्तो। यहाँ तल चाहिँ अर्को उताबाट आएको खोला मिक्स हुँदो रहेछ। त्यहाँ चाहिँ हाइड्रो प्रोजेक्ट नै स्टार्ट हुँदैछ कि। अनि यता यो बाटो चाहिँ सेर्तुङ जाने, हामी यही बाटो भएर आयौँ। यो बाटो अन्त नै छौँ। यस्तो तल खोला सुसाइरहेछ मजाले। यस्तो छ। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल भनौँ। यस्तो छ। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बोराङ खण्डको सेक्सनमा पर्ने एउटा वाटरफल। यो चाहिँ सेर्तुङ बो
यो भिरको डिलमा बसिया छ यहाँ रेस्टिङ पोइन्ट रहेछ यस्तो मजाले ए अवतार माउन्टेन छन् सबै यो बोराङ पेट चाहिँ जाँदाखेरिको बाटोको फर्स्ट सस्पेन्सन ब्रिज यो सेक्सनको पहिलो सस्पेन्सन ब्रिज क्रस गर्दैछौँ तल चाहिँ पुरै खाई रहेछ यस्तो छ यतापट्टि साइडमा अनि यतापट्टि साइडमा यस्तो छ मोटरेबल ब्रिज पनि बन्दै रहेछ अन्डर कन्स्ट्रक्सन छ यस्तो छ हाम्रो साथीहरू पछाडि नै छ आउँदैछ यस्तो छ उता तल आबु खोला तल 5 घन्टाको ट्रेक पछि सेर्तुङबाट बोराङ हुँदै अहिले पेर्चो खनियाबास झारलाङ आइपुगेछ यहाँबाट चाहिँ अब धादिङ बेसीको लागि गाडी आउँदो रहेछ अब यहाँबाट एकछिन रेस्ट गरेर अनि हामी धादिङ बेसीको लागि हेडिङ हुन्छौँ झन्डै 5 आवर्स लाग्यो हामीलाई माथि सेर्तुङबाट यस्तो छ खनिया बास पेर्चो हाम्रो मुसु भाइ यहाँ छ थाके त छैन नि अझ 5 आवर्स हिँड्न सकिन्छ नि हिजोको भन्दा अझ 7 घन्टा त बाँकी नै छ अहिले भर्खर 5 घन्टा भयो यो साइडमा चाहिँ वाटरफल रहेछ यो चाहिँ हाम्रो राजकुमारजीको होटल यस्तो छ यतापट्टि किचन हाम्रो सर अर्को यहाँ हुनुहुन्छ पुरै इनर्जीको साथ बस्नु भएको छ के छ त अग्नि पुरै सर्किट हान्ने सक्यो होइन गाह्रो धेरै भइरहेछ अब चाहिँ रेस्ट टक्क अब हिँड्नु पर्दैन ब्याक टु काठमाडौँ अब दालबाट ड्यामको ड्याम पेट्रोमा गाडी कुद्दा कुद्दा प्यासेन्जर कुद्दा कुद्दा 3:30 भयो अब चाहिँ बल्ल बल्ल निक्लिने सुरसार भयो अब हेरौँ कति समय लाग्छ धादिङ बेसी पुग्न हाम्रो गाडी चाहिँ हो अब यसमा यहाँबाट पेट्रोबाट चाहिँ हामी निस्क्यौँ अब यहाँबाट धादिङ बेसी देन आफ्टर काठमाडौँ हुन्छ कि अब गाडी पाएन भने धादिङ बेसी नै बसिन्छ हेरौँ है यो चाहिँ पेट्रो झनै 4.5 आवर पछि चाहिँ हामी धादिङ बेसी आइपुग्यो तिर्चेबाट गाडी अगाडि छ यही गाडीमा आयो अब यहाँबाट चाहिँ हाम्रो यो सिङ्ला पास ट्रेकको चाहिँ इन्डिङ हुन्छ अब यहाँबाट हामी काठमाडौँको लागि मुभ हुन्छौँ होला है त बवाल चिसो एकदम चिसो पानीमै जुगाउँछ जुगाको व्यापक है भने त राम्रै हो नि मुला चुकन्दर होइन टिमुर अगबरे लसुन कुन खुवायो यो अहिले यतातिर फोकस
2 शब्द जाओस् सस्तो मात्र जाने 2टा मात्र 4 जाओस् गाउँ रुबी भ्याली बाई मुसा स्टाइल यस्तो सँगै जानु त हामी कुन खुवाएको हो यो दया हाँग्रै छ त खुवाएको मरछ अन्त लास्टै 6 बजी कति बजी हिँड्यो भने चाहिँ बल्ल 3 बजी खाजा खाँदै जाउँ हामी चाहिँ आबु खोला भने यो माथि हामीले उसमा भेट्यो नि के खोला रे आबु खोला भने यो हिजो माथिबाट आएको झरनाहरू थियो नि त्यही सेतुङ बिहानको 7:30 को रिसेन्ट अवस्था यहाँबाट चाहिँ गणेश हिमालको रेन्ज देखिन्थ्यो यहाँ अगाडि एउटा हिल छ हिल पछाडि गणेश हिमाल कालोकुण्डहरू यतातिर पर्छ सबै सेतुङ गाउँ यो हामी माथि हिजो चाहिँ उताबाट माथि तर्फबाट आएको चाहिँ माथितिर परेको यस्तो तल खोला सुसाइरहेछ मजाले गोदीमा बसिएको छ आयो त ठुलो कत्रो काली चाहिँ होला यार कोची काली जस्तो कत्रो यो कुखुरा जत्रो है यहाँ त वहाँ ल बच्चा नि छ हेर नि पछाडि बच्चा घुमिरहेको